भोलिको बहिनीको र हुनेवाला ज्वाइँको विवाह बन्धनमा बाँधिने दिन भोलि एउटा आनन्दमय अथवा उहाँहरूको जिन्दगीलाई कसरी म तपाईँ एउटा सहोदर दाजुको नाताले के भन्न चाहनुहुन्छ बहिनी ज्वाइँहरूलाई? अब जीवन एउटा प्रकृतिको नियम अनुसार चल्नुपर्ने हुन्छ। यो चलाइ भोगाइमा हरेक कुरा भोग्दै सिक्दै जाने क्रममा विवाह भनेको चाहिँ एउटा अपरिहार्य चिज हो। जुन विवाह बन्धनमा बाँधिन जाँदै हुनुहुन्छ मेरो बहिनी ज्वाइँ, बहिनी ज्वाइँको नाम पनि भनिदिनुहुन्छ कि? बहिनी कुसुम पाठक, ज्वाइँ निशानु प्रेती। उहाँहरू दुवैजनालाई यस शुभ दिनको धेरै धेरै शुभकामना छ र आगामी दिनमा आउने हरेक जिन्दगीका सङ्घर्षहरूमा हातमा हात मिलाइकन सहज तरिकाले अगाडि बढ्दै जिन्दगी सहर्षपूर्ण हर्षपूर्ण तरिकाले अगाडि बढ्ने वातावरण मिलोस्। एउटा दाजुको नाताले मैले गर्नुपर्ने दायित्व, मेरो कर्तव्यहरू जे जति पनि हुन आउँछ त्यसमा म कुनै हिसाबमा पनि नडगमगाइकन तपाईँहरूको साथमा रहने नै छु। बाँकी तपाईँहरूलाई आफ्नो जीवनको धेरै धेरै शुभकामना दिन चाहन्छु। आज यो विवाहको अघिल्लो दिनमा हजुरहरूलाई मेरो शुभकामना सन्देश यही नै भयो। बाँकी कुरा जीवनमा हामी जोडिँदै जाने नै छौँ, ती कुराहरू छँदै नै छन्। धन्यवाद। ल, विवाहको लागि कसार यसरी तयार हुँदैछन्। यी चाहिँ हाम्रो यो भगवान धार्मिक परम्परा अनुसार भगवानको लागि, गणेशको लागि, दुर्गाको लागि देखि लिएर यी कसार यी यसरी बटाउने कार्य भइरहेछ। यो चाहिँ ठ्याक्कै गणेशलाई हो। यो गणेशलाई हेर्नु, गणेश भनेपछि गणेशलाई अलि धेरै मान्छेले माया गर्दो रहेछन्। ठुलो हेर्दैखेरि पनि ठुलो डल्लो दिन आँट्नु कसारको। जे कार्य गर्दा पनि गणेश भगवानको पूजा हुन्छ। पहिले पूजा नै गणेशको गरेर अरूको गर्ने चलन छ। धार्मिक परम्परा हिन्दू धर्ममा आधारित शुभ कार्यको पश्चात पनि पहिला गणेशलाई चढाएर मात्रै अरू कार्यक्रम प्रारम्भ हुँदो रहेछ। धन्यवाद। यो छोरीको विवाह हिजो नान्देमुखी श्राद्ध गरियो। आज कसार बटार्ने काम हुँदैछ र त्यस पछाडि भरे हल्दी मेहन्दी छ र भोलि विवाह अगाडि बढ्ने छ। सबै इष्टमित्र परपाहुनाहरूले मलाई साथ दिइरहनु भएको छ। यहाँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु र छोरी ज्वाइँको पनि आगामी दिनमा दाम्पत्य जीवन सुख र आनन्दमय रहोस्। सधैँ सुखी र खुसी रहने वातावरण सिर्जना होस्। भगवान आराध्य देवसँग यही प्रार्थना गर्दछौँ होइन। हस्, धन्यवाद। छेउका बारीहरू सबै बिहे घर नजिकका यो हरियाली आनन्दपूर्वक यस्तो आनन्दित छ यो ठाउँ। न धुलो छ न धुवा छ, एकदमै यो रमाइलो सुन्दर ठाउँ। र यतातिर अलिकति यता चारपाने इलाका पऱ्यो। चारपाने यतातिर रिङ रोडमा हामीले अलिअलि यी पर हामीले गाडीहरू कुदिरहेको पनि देखिरहेछौँ। एसियन हाइवे बनिरहेछ, ठुलो रोडहरू छ। भोलि यो ठाउँले चाहिँ एउटा राम्रो सुविधाजनक नमुना सहर एउटा झापा जिल्लाको बन्ने दोस्रो विकल्पै नरहेको पनि हामी यहाँ हाम्रो यस ठाउँको विज्ञ हाम्रो किरण पाठकज्यूले पनि यहाँ हुन्छ। धन्यवाद। यो झापा बिर्तामोड नगरपालिका 2 चारपाने क्षेत्र रहेको छ र यसमा चाहिँ तपाईँको त्यहाँ अघि भिनाजुले भने जस्तो एसियन हाइवे बनिरहेछ। त्यहाँ एसियन हाइवेमा चाहिँ त्यहाँबाट तपाईँको बिर्तामोड 1 सम्म जोड्ने एउटा आर्क ब्रिज बनिरहेछ। एउटा बिर्तामोड र चारपानेलाई जोड्ने र भोलिको दिनमा सहरी क्षेत्र यसले कसरी प्रवर्धन गर्ने, विकास गर्ने हिसाबले त्यो उद्देश्यले चाहिँ एउटा आर्क ब्रिज बनिरहेछ, जसले चाहिँ बिर्तामोडबाट चारपाने, चारपानेबाट बिर्तामोड जान चाहिँ द्रुत मार्गको रूपमा चाहिँ स्थापना भएको छ। यहाँबाट यहाँका व्यापारी, स्थानीयवासी, सम्पूर्ण जनताहरूलाई चाहिँ सेवा सुविधा मिल्ने चाहिँ सबैले अपेक्षा राखेको छौँ। भव्य रूपमा सभ्य रूपमा जस छिटोभन्दा छिटो यो कार्य सम्पन्न होस् र यहाँका जनता सर्वसाधारणहरूलाई चाहिँ एउटा सुख अनुभूति महसुस हुन सकोस् कि एउटा चाहिँ ठाउँमा आफ्नो गाउँमा चाहिँ एउटा बाटो
सहर पनि विकास भयो भने यसले कसरी जनजीवनमा सहजता प्रदान गर्ने रहेछ भन्ने कुरा चाहिँ यहाँका जनताले महसुस गर्न सकुन् भन्ने कुरा चाहिँ भोलिका दिनमा देखिनेछ र यो चाहिँ चारपाने क्षेत्र रहेको छ। यो क्षेत्रलाई चाहिँ अब एउटा विकासको नमुना एउटा बिर्तामोड नगरपालिका 2 रामचोक भयो, चारपाने चोक भयो र हाम्रो त्यहीँनिर भाटबाटिनी अवस्थित पनि छँदैछ। यहाँबाट पनि लगभग झन्डै टुप्पो त देखिन्छ भाटबाटिनीको। ठिकै छ, समग्रमा राम्रै छ बस्नलाई, यो क्षेत्र ठिकै लाग्छ मलाई। हस्, धन्यवाद। उहाँ मेरो ज्येष्ठ भिनाजु हुनुहुन्छ। उहाँले काठमाडौँ झापा छोडेर काठमाडौँ जानुभएको वर्ष भयो भिनाजु? करिब 15 वर्ष जति भयो। 15 वर्ष जति उहाँ काठमाडौँ जानुभयो। लगभग 2 वर्ष 3 वर्षमा यसो आउने गर्नुहुन्छ र अहिले चाहिँ यहाँ मेरो बहिनी भिनाजुको सालीको बिहे परेको स्थितिमा उहाँ आज आउनु भइरहेछ झापा। र यो 15 वर्षमा झापा छोडेर यसो कहिलेकाहीँ आउनु भनेको फरक कुरा। अब यो अलि 2-4 दिन आउँदाखेरि उहाँले झापा यसो भ्रमण गर्दा बुझ्दाखेरि के कस्तो फरक अनुभव महसुस गर्नुभयो भन्ने कुरा म भिनाजुसँग बुझ्न चाहन्छु। अब उमेरले पनि हामीभन्दा धेरै सिनियर भिनाजु र यो ठाउँ, यो समय, यो परिस्थितिमा उहाँले यस्तो अवस्थाबाट देख्नुभएको छ झापा जिल्लालाई र अहिले यो अवस्थासम्म आइपुग्दा के रहेछ त अनुभव? सुनाउन भिनाजुकै मुखबाट। धन्यवाद किरणजी। यो काठमाडौँ र यहाँ आइसकेपछि करिब म अहिले यो पटकको आउँदा चाहिँ करिब 2-2.5 वर्षको अन्तरालमा म आइपुगेँ। आउँदाखेरि बाटोहरू निर्माण भइरहेछन्, विकासका कामहरू तीव्र रूपमा अगाडि बढिरहेछन् र अनि यो ठुल्ठुलो एसियन हाइवेहरू बनिरहेछ र विकासको क्रममा धेरै अगाडि बढिरहेको अवस्था रहेछ र यो ठाउँको अझ विकास राम्रो होस्। यो बिर्तामोड स्थित चारपाने नगरपालिका 2 यस एरियामा पनि यी घरहरू करिब त्यति बनेका थिएनन्। अहिले एकदमै बाक्लै घरहरू पनि बन्दै जाँदैछ र यहाँ तीव्र रूपमा विकासको होस् र यहाँका मानिसहरू सब सुखी र खुसी रहने वातावरण सिर्जना होस्। हस्, धन्यवाद। धन्यवाद।